काठमाडौँको असन र इन्द्रचोकका गल्लीहरूमा हर्केको दिनचर्या सुरु हुन्थ्यो। 32 वर्षीय हर्केलाई सडकमा पाइने चिल्लो पिरो चटपटे, छोइला र मम देखेपछि नियन्त्रण गर्नै गाह्रो हुन्थ्यो। अफिसको काम सकेर घर फर्कदा बाटोमा पाइने जङ्क फुड नै उनको मुख्य साथी थियो। जिन्दगी त खानकै लागि हो नि भन्दै उनी दिनहुँ मसलेदार खानेकुरामा रमाइरहेका हुन्थे। तर यो बानीको पछाडि एउटा कारण थियो, तनाव। अफिसमा हाकिमको कचकच र कामको चापले हर्केलाई थकित बनाउँथ्यो। घर पुग्दा उनी कम्फर्ट फुडको खोजीमा हुन्थे। उनले थाहै नपाई ठूला ठूला भाग अर्थात् लार्ज पोर्सन्स खान थालेका थिए। जति धेरै खाए पनि उनलाई शान्ति मिल्दैन थियो, बरु शरीर झन भारी र आलस्य हुँदै जान्थ्यो। एक दिन हर्केले आफ्ना साथी डाक्टर विवेकलाई भेटे। डाक्टरले हाँस्दै भने, हर्के, तिम्रो पेटमा 2वटा हर्मोनको लडाईँ चलिरहेको छ। घ्रिलिनले तिमीलाई भोक लाग्यो भन्दै चिच्याउँछ, तर तिम्रो लेप्टिन हर्मोन भने सुतेको छ, जसले पेट भरियो भन्ने सङ्केत दिनुपर्ने हो। हर्केलाई पहिलो पटक महसुस भयो कि उनको भोक मात्र इच्छा होइन, शरीरभित्रको हर्मोनको असन्तुलन पनि हो। हर्केकी श्रीमती माया सधैँ उनको स्वास्थ्यप्रति चिन्तित थिइन्। हर्के, हामीले सँगै लामो जीवन जिउनु छ, मायाले भनिन्। उनले सम्झाइन् कि यस्तै खानपान जारी रहेमा मुटुको रोग र मधुमेह जस्ता समस्याले घेर्नेछ। मायाको कुराले हर्केको मन छोयो। उनले आफ्नो जीवनशैली बदल्ने र स्वस्थ तरिकाले बाँच्ने अठोट गरे। सुधारको पहिलो कदम थियो सेल्फ मोनिटरिङ। हर्केले अब खाना खाँदा एउटा नियम बनाए, हरेक गाँसलाई 32 पटक चपाउने। बिस्तारै चपाएर खाँदा उनलाई थोरै खानाले पनि पेट भरिएको महसुस हुन थाल्यो। उनले आफूले के खान्छन् भन्ने कुरा एउटा सानो डायरीमा नोट गर्न थाले, जसले गर्दा उनले आफ्नो खराब बानीहरू चिन्न सजिलो भयो। अब हर्के र मायाले सँगै खाना खाने निर्णय गरे। खाना खाँदा मोबाइल र टिभी पूर्ण रूपमा बन्द गरियो। परिवारसँग कुरा गर्दै र हाँस्दै खाँदा खानाको स्वाद झन बढ्यो। मायाको साथले हर्केलाई इमोसनल इटिङबाट टाढा रहन मद्दत गर्यो। परिवारको सहयोगले नै उनलाई जङ्क फुडको तलतल कम हुँदै गयो। हर्केले आफ्नो भान्सामा पनि ठूलो परिवर्तन ल्याए। उनले मैदा र चिनीको सट्टा फाइबरले भरिपूर्ण स्थानीय खानाहरू जस्तै कोदो, फापर र ब्राउन राइस खान थाले। धेरै फाइबरले गर्दा उनलाई लामो समयसम्म भोक लाग्दैन थियो र पाचन प्रणाली पनि राम्रो हुन थाल्यो। अब बाटोको समोसाभन्दा घरको फलफूल र तरकारी उनलाई मिठो लाग्न थाल्यो। चिल्लो खानेकुरा पुरै छोड्नुको सट्टा हर्केले स्वस्थ चिल्लो अर्थात् हेल्दी फ्याट्स रोज्न थाले। मायाले उनलाई ओखर, बदाम र एभोकाडो जस्ता खानेकुराहरू दिन थालिन्। यस्ता खानेकुराले उनको दिमागलाई तजिलो बनायो र शरीरमा ऊर्जा पनि थपियो। अब उनी दिउँसो काम गर्दा पनि पहिले जस्तो थकित हुँदैन थिए। केही महिनापछि हर्केमा अचम्मको परिवर्तन देखियो। उनको भुँडी घट्यो र अनुहारमा चमक आयो। उनी अब सजिलै सिडी चढ्न सक्थे र लामो समयसम्म पैदल हिँड्न सक्थे। डाक्टर विवेकले उनको स्वास्थ्य परीक्षण गरेर भने, स्याबास हर्के, तिम्रो रोगको जोखिम धेरै घटेको छ र तिम्रो आयु पनि लम्बिएको छ। आज हर्के र माया बिहानै पार्कमा हिँड्न जान्छन्। हर्केले बुझेका छन् कि स्वाद जिब्रोमा मात्र होइन, स्वस्थ शरीरमा हुन्छ। उनले आफ्नो खराब आहारलाई जितेर एउटा सुखी र स्वस्थ जीवनको बाटो रोजेका छन्। काठमाडौँको कोलाहलको बीचमा पनि हर्के अहिले शान्त र ऊर्जावान छन्।